Essa brasileira, Arcanjo Eli, copia não, हेलो गाइज स्वागत छ मेरो लङ भ्लगमा अनि आज चाहिँ चट्ट लगाएर म फाइनली मेरै घरमा आइसकेँ अनि म आज चट्ट फर्ममा निस्केको छु च्याट कता जान लाग्यो भन्नु होला भन्दा चाहिँ अब हाम्रो चाहिँ आज भैलोदेखि पैसा लिएर चाहिँ आज केटाहरू आइसक्यो पिकनिक जाने भनेर हाम्रो अनिलले त फ्ल्यास लाइट बाल्यो बिहान बिहानै आफू गोरो हुँदा नि पुरै देखाइरहेको थियो कि फ्ल्यास लाइट अनि त्यही भएर चाहिँ अब चाहिँ म निस्किसकेको छु अब उता बस्यो भने डिस्टर्ब हुन्छ कि दुईजना भ्लगर भयो भने अलिक यहाँ आउँछ नि त अनि त्यस कारण चाहिँ यता बसेको म अब चाहिँ हामी चाहिँ आज स्नु रमाइलो गर्नुपर्ने हुन्छ हजुरहरूलाई देखाउँछु अब केही नराम्रो चिज देखेमा त्यो पनि माफी माग्न चाहन्छु होइन केही ड्रिङ्क्स देख्यो भने त हुन्छ नि त होइन त्यस कारण चाहिँ अब त्यस्तो त केही भएन अनि अब चाहिँ हामी चाहिँ यताबाट हिँड्नुपर्ने हुन्छ केटाहरूलाई बोलाएको छु अनि एकछिनमा भेटौँ है त साथीहरू अनि गाइस चाहिँ फाइनली हामी चाहिँ केटाहरूले पनि फोन गर्यो हामीलाई अनि फोन गरिसक्यो अनि फोन गरेर चाहिँ आउन पठाइसक्यो अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ हेलो गाइस आज चाहिँ उसले पनि भ्लग बनाहा आइडी भनिदेऊ त के अरे मेरो नाम चाहिँ मेरो युट्युब च्यानल त अनि स्मार्ट 45 छ सबैजना चिन्नु भएको थियो जस्तो ऊ त टिकटकमा भाइरलै छ हाम्रो बेमो जानु अलवेज देखिन्छ नि अनि बेमो अनि अब चाहिँ हामी चाहिँ घरबाट निस्किनु पर्ने हुन्छ च्याट्ट लगाएर अब एकछिनमा भेटौँ है त अब केटाहरूसँग हुन्छ है आज चाहिँ हामी चाहिँ घरदेखि निस्किसक्यौँ यता सामानहरू लिएछौँ अनि झोलामा नि लिएको छौँ अनि टक्क जानुपर्ने चाहिँ आज कता टिडी हाउस टिडी मिडी हाउस एकदम झोले देखेछ हाम्रो बेगोलाई चाहिँ झोला लिएर टक्क माग्ने जस्तो देखिएछ नि त होइन छ कि मेरो झोला पनि छ कि अनि गाइस चाहिँ हामी चाहिँ चट्ट लगाएर फाइनली रुममा आइसक्यो यता फेरि हामीले लिइसक्यौँ खाजाहरू उतातिर केटाहरूले लिएछ अनि मेरो त म्यासेज बजिरहेको छ कसरी नेट चलिरहेको अब हामी चाहिँ गाडी कुर्नीमा बसिरहेको छ केटाहरू दुईजना भ्लगर भएपछि यस्तै डिस्टर्ब हो कि बोलेको भेटौँ है त हामी चाहिँ टक्क गाडीबाट झरिसक्यौँ यो म मात्रै छ यता बढारी आउने चाहिँ हामी चाहिँ कुखुरा किन्न आएको क्या चट्ट लाएर कुखुरा किन्नुपर्ने हुन्छ गाडीहरू हिँडिरहेको छ हाइवेमा साउन्ड पनि राम्ररी आएको छैन होला कि है कतिको चट्ट रमाइलो गर्न आएको यता चाहिँ हाम्रो चाहिँ कुखुरा फार्म यहाँ चाहिँ हामी चाहिँ कुखुरा किन्छौँ अनि जान्छौँ नि त गाडी पाइन्छ पाइन्न यस्तो कि गाडी हिँड्ने टाइम हुन्छ अब पन हिँडिदिन्छ कतिखेर गाडी पाइन्छ पाइन्न चाहे हुन्न कि है अनि त्यस कारण अब चाहिँ यहाँ फार्मबाट लिएर जानुपर्ने हुन्छ अहिले कुखुरा किनेपछि भेटौँ है त अनि गाइस चाहिँ हामी चाहिँ चट्टै कुखुरा दुईवटा लिइसक्यौँ अनि हामीले चाहिँ पेमेन्ट गरेर चाहिँ निस्केको उता हेर्नु न मिठो देख्यो क्या त्यो चाहिँ ऊ चाहिँ लास्टै दामी छ अनि हामी चाहिँ जानुपर्ने हो त्यतातिर गएर चाहिँ यसलाई बनाएर च्याट्ट लिएर जानुपर्ने हुन्छ ट्री हाउसतिर केटाहरू ट्री हाउसमै छ यो रुममा मात्रै आएको क्या फेरि है अनि चट्ट आएर आज चाहिँ कतिको रमाइलो हुन्छ हजुरहरूलाई पनि देखाउने छु यो भ्लग चाहिँ अब भोलि पर्सिसम्म आइपुग्छ है अब त्यहाँ गएर च्याट्ट त्यहाँ लुटुल गर्नुपर्छ यत्रो छ है त अहिले घर गएर भेटौँ है त गाइस चाहिँ चट्ट फाइनली हामी चाहिँ भाइको घर आइसक्यौँ हामी चाहिँ अब एकछिनमा यता पानी सानी तताउँदैछ भाइ चाहिँ अनि एकछिनमा चाहिँ अब हामी चाहिँ कुखुरालाई आज फर्स्ट टाइम कुखुरालाई त्यहाँ लुटुल नाङ्स पारिदिने हो कि अनि धक्क लगाएर धेरै दिन भयो दिदीको घर पनि आएको दिदीको घर आउने अवसर नि मिल्यो फेरि पिकनिक खाने पनि मिल्यो होइन अनि यतातिर चाहिँ चट्ट बाहिर हेरौँ न है ओहो यता फेरि अहिले चाहिँ धानको सिजन छ धान रोप्या रहेछ है अनि त्यता कुखुरा फार्म छ त्यताबाट हामीले किनेन यतातिर छ फेरि यस्तो उज्यालो भएको हेर्नु न ऊ त्यो ओहो माई गॉड मिठो छ नि गाइदैन अनि अब चाहिँ हामी चाहिँ गर्नुपर्ने हुन्छ कामहरू अनि एकछिन चाहिँ मोबाइल चार्ज गरिदिने होला सही बनाएर लाने होला जस्तो लागेको छ मेरो दिमागमा है त अलिपछि भेटौँ है त गाई चाहिँ हामी चाहिँ फाइनली टक्क हाम्रो एउटा सहयोगी दाइ हामी एक्लै हिँडेको देखेर चाहिँ गाडी रोकेर ल्याइदिनु भयो अनि हाम्रो केटाहरू चाहिँ माथि त्यो त माथि त्यो लाइट बोलेकोतिर छ हावा रहेछ केटाहरू होइन आछु भनिदिएर हामीलाई चाहिँ पुऱ्याइदियो लास्ट बिजो भयो त्यहाँ माथि बसेर मस्त केटाहरू रमाइलो गरिदियो अब हामी पनि जानुपर्ने चाहिँ यताबाट छ बाटो चाहिँ धन्दा त्यता यसलाई चाहिँ सल्युट गर्नुपर्छ धेरै जस्तो ट्याक्सी ड्राइभरहरू त्यस्तो हुँदैन है
अनि होइन अब माथि गएर अहिले चाहिँ मासु चट्ट भइसक्यो प्लेट निकाल भनेको अझै मान्दैन केटाहरू माथि नै छोड्या के तिमीले माथि चढ्यो अरे अनि जाउनु गयो खसको झोला त माथि एउटा त्यो कमल बगी झोला मात्रै त्यो झोला खै त नि फेरि ए यस्तो गर्न छोड गाइस अब हेर्ने एकछिन कालो झोला मात्रै भयो जाऊ म दिदिन म्याच उयो पछाडि चाहिँ झोला चाहिँ चट्ट अब मासु त्यो पछाडि चाहिँ झोला चट्ट अहिले चाहिँ त यो चाहिँ हाम्रो ट्याक्क मिसिङ आकाश जस्तै हो अनि केटाहरू हातमा अनि ऊ हाम्रो एउटा कुकम्यान अनि यताको कुकम्यान सुकुटी कुकम्यान अनि ऊ अता विशाल दोस्त ऊ उता अनि लाइटनिङमा केटाहरू भन्दै हामीसँग चाहिँ आज के छ भने म देखाउँछु एउटा मासु छ अनि यो एक कार्टुन चाउचाउ भयो अनि यतातिर भुजा सुजा छ अनि हजुरहरूलाई मैले देखाउन लागेको यो हेर्नु हामीले चाहिँ अब त्यस्तो देखाउँदैन ड्रिङ्किङ छ एउटा अनि यता कोक र ड्रिङ्किङ अब यो चाहिँ ड्रिङ्क नखानेहरूले यो कोक खाने अनि यता चाहिँ पानी भयो पानी छ यता चाहिँ पानीहरू हामीलाई चाहिन्छ नि त पानी खानुपर्छ अलि इनर्जी निकाल्नु पऱ्यो होइन गीत त त्यसै आज पानी खाएपछि त होइन आज कस्तो रमाइलो हुन्छ हजुरहरूलाई देखाउँछु यता चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ खै अब यसलाई चाहिँ स्टार्ट नगर्ने हो ल केटाहरूले आज यो पकाउने कुकम्यानमा चाहिँ हाम्रो शिरप्रसाद छ एउटा अनि मनिष छ अनि गाइस अनि हामीले चाहिँ उता चाहिँ अब एउटा अनबक्सिङ छ है गाइस एकछिन है बाटो पनि कस्तो भयो कि फेरि एकछिन है गाइस यता हाम्रो चाहिँ अर्को अनबक्सिङ हाल्दै जाउँ भर्ज्याफो चाहिँ एउटा चाहिँ फ्रिज चल्छ अनि हामी चाहिँ अब धेरै स्पेसल खाना नसके नि अब जस्ट रमाइलोको लागि चाहिँ हामीले एउटा 4वटा मिनरल ल्याएको छौँ 4वटा मिनरल अनि 10 बोतल चाहिँ जाँडै ल्याएको छौँ ल हेर्नुहोस् है अनि यता चाहिँ यो कोक चाहिँ त्यो नखानेहरूले अनि यता सुन्नु एकछिन है मैले भन्न खोजेको चाहिँ यो चाहिँ मिनरल हो यो 4वटा छ मिनरल अनि 10वटा चाहिँ जाँडहरू नै छ अनि 3 चाहिँ अनि यता यो चाहिँ हुक्का भयो अनि यता 3टा थाल मासु सेकुवा अनि यता झोलातिर नि अरू नि छ होइन अब चाहिँ रमाइलो गर्नुपर्ने हुन्छ रमाइलो म हजुरहरूलाई देखाउने नै छु होइन एकछिन त्यो एउटाले चाहिँ प्रीति चाउचाउ बोकेको अघिबाट हो कि अनि उता बेहो खा यस्तो के यता सुन्नु है यो मासु चाहिँ के गर्नुपर्छ भने यस्तो छ नि यो चाहिँ यसरी यस्तो कालो कालो देख्ने बित्तिकै यसरी हेर्नुपर्छ अनि यो अलिकति सानो देखेपछि यसरी तिमी उता टोलाको हामी भनी बेसेरै बोलाको फेन्टा ग्याङबाट है फेन्टा ग्याङ दुईजना एकछिन तिम्रो हैन के फेन्टा ग्याङ मैले मकै जातोमा हिँडिन्छु अहिले यिनीहरू ग्याप हुन्छ मोरा धानै हिँडिन्छु धाने गजुरे बेडका हुन्छ मौका नजुरे केटा हो चलाउँदैन एउटा सानो कुमारले जौभन्दा मानेन सौताको पर्ला फेलैमा सानो कुमारले जौभन्दा मानेन फेलैमा दारी फुलेर जानेलाई सानो दिन्छौ माया बुढेसका लागि सानो रैले जाऊ बाला माने न पर्यो
बुढेसकाल आनेलाई आइको मायालाई बोल्ने मारा सानो जाऊ भना मानेर घरला फेलै राईले जाऊ भना मानेर घरला फेल फुलेर जानेलाई सानो नौदिन उडेसका लानेलाई जाउला रेलाई राईले जाऊ भन्दा मानेन पर्ला फेलै सानो राईले जाऊ भन्दा मानेन पर्ला फेल अनि गाइस अहिले चाहिँ चट्ट हामी चाहिँ खाएर यस्तो रमाइलो गर्दैछ अति नै रमाइलो भएको थियो यस्तो रमाइलो भयो पड्काउँदैछ केटाहरूले गीत गाएर सुनाइदिनु अब चाहिँ हामी चाहिँ गीत पनि गाउँछौँ हेर्नु न गाइस अमित भन्दा मैले कालो त खाएको किन मसँग नबोलेको हल्का झ्याप अवस्थामा है केटा हो हामी चट्ट भेट्नु पर्ने हुन्छ हामी चाहिँ आज 3 बजीसम्म रमाइलो गर्नुपर्ने साथीहरू अनि यो चाहिँ अनि गाइस अहिले चाहिँ हामी चाहिँ अहिले हल्का जाडो भएर हुड्ला छौँ अनि यता फेरि आगो अनि हल्का केटाहरू चाहिँ अलि अनि माथि चाहिँ केटाहरू झ्याप भएर चाहिँ माथि गइसके होइन अनि अब आज धेरै रमाइलो भएको छ होइन फर्स्ट टाइम हामी चाहिँ यसरी 3-4 बजेको आएको छौँ तिनीहरूलाई जलाइ अनिल फेरि हेर्नु न लास्ट चान्स हो भोलि जलाइदिउँ भनेर हामी ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अनि गाइस अहिले चाहिँ हामी चाहिँ अब सुत्न लाग्यो हाउसमा केटाहरू सुत्यो 1 बजिसक्यो अब चाहिँ सुत्नु पर्ने हुन्छ यो केटाहरू मस्त मिलाइसक्यो तल 1 फ्लोरमा चाहिँ एकजना छ 1-2 जना कति 5 नचल यता फेरि केटा झ्याप भयो मलाई दिइरायो अनि यता तलतिर त्यस्तै भयो इयरबड छ नि यहाँतिर अनि उ यतातिर नि कोही घुसौँ न भित्र घुसौँ अनि अब चाहिँ हामी चाहिँ एकछिनमा कम्मल ओढेर सुन्नुपर्ने हुन्छ चलाएको चलाइ गरे केटाले न The next day. हेलो गाइज गुड मर्निङ सबैलाई भर्खर उठेको हामी चाहिँ अनि केटाहरू बिहानै हानिसक्यो अनि बेहोरा म चाहिँ यहाँ सुत्दै बसेछौँ यतातिर चाहिँ अहिले मर्निङ भ्यू चाहिँ खासै राम्रो छैन एकछिन घाम उदाएपछि राम्रो देखिन्छ अरे कि सुत्दै बसेको ज्यान दुख्यो के यो ट्री हाउसले मार्न लाग्यो अनि अब चाहिँ हुन्छ केटाहरू तलतिर मस्त स्लिपिङमा चाहिँ हामी यतातिर झ्याउ यार लन्ट्याङ लुन्टुङ भयो हाम्रो चाहिँ छोटाइ स्लिपिङै गरे कि यो चाहिँ ओहो निवरीलाई अनि अब हामी चाहिँ टक्कै एकछिनपछि उठेर जानुपर्ने हुन्छ अनि गाइस हाम्रो चाहिँ अब यता चाहिँ एउटा चोर राउटे ओहो
मैले चाहिँ एउटा कहानी ठुक्नु पाएको छु योमा टुक्नेहरू दिमाग लगाएर यस्तो दामी ठाउँमा सुतेछ हामीलाई चाहिँ ढाड दुखेर हैरान म ए माथिबाट केटो झरना झार्दै थियो अनि अब चाहिँ अहिले त हामी उठेर यता देखाउन लके लक्कुइरेलाई एकदम देखाएको अनि अब राति लोड पिसाब लाँदै पिसाब लाँदै किसकन्डीले घिसारेर लान्छ गाइज अल चाहिँ हामी चाहिँ अब चाहिँ घर जान निस्केको बोला हो अनि यो ट्री हाउसको लुक्स हेर्न सक्नुहुन्छ ट्री हाउस यस्तो छ ट्याक्कै चिलाउनेको रुखमा रहेछ अनि यो टोपी चाहिँ मैले बेलुका खोजेको बिहान बिहान दिएर के फाइदा अनि बिहान मलाई बोतल दिएको छ म्याउ टोपी यसको नाम चाहिँ म्याउ टोपी अब हामी चाहिँ फोटोसोटो खिच्ने भनेको बिहान अरूले चिया खान्छ हाम्रो चाहिँ यता केटाहरूको चाहिँ हुक्का मैले भन्थेँ नि जाड राखिदिनु पऱ्यो दुधको चिया खुवाइदिनु यिनीहरूलाई बिहान चिसो दुधको चिया ल है त अब एकछिनमा चाहिँ भेट्न पर्छ अनि गाइज अल चाहिँ हामी चाहिँ अब लाग्यो घर अनि यो चाहिँ सेफ्टीको लागि जाडो भएर हिजो बेलुकामा पाएन अब यता चाहिँ ट्री हाउस लेख्यो ए TREEHOUSE छ अब कता अगाडिबाट त देख्दै देखिन्न नि अहिले तलबाट देखाउनु पर्छ अनि छिरिक्क पारेर हेर्नु न कपडै दोष भइसक्यो यार उता बेबु पनि भयो केटाहरू केटाहरू मस्त कता सरसफाइ हो र हिजो जलाइदियो हामीले सबै हामी हिजो आग तापेर गएको आफू छिटै 3 बजे भनेर गयो यसरी नै हो कि फेरि कराएको नि केटाहरू मस्त मुख धुँदै अनि उता आधा टोली निन्द्र नगरेर सबको आँखा रातै लेत्रेद्रो स्याउ जस्तो देखियो मुस्ताङको स्याउ नाइट क्याम्प फर्स्ट टाइम हो यो एक प्रकारको रमाइलो पनि हो यो चाहिँ जे भयो नि एडजस्ट गरिरहेको छ हामीले चाहिँ उता चोरहरू यो बेहुले लास साथै हिजो बेलुका तपाईँहरूलाई देखाउनुहुन्थ्यो अलि राम्रो शब्द भइनुहुन्थ्यो नि फेरि एकदम कडा शब्द बोल्ने पनि खतरा हो कि अब हामी चाहिँ गाडीमा जानुपर्ने हुन्छ गाडीमा दमलीसम्म जाने फेरि दमलीबाट माथि किन हो र मेरो त कहिले यतातिर चाहिँ टक्क मकैहरू रोपिसकेको छन् मकै सर हरियो भएको छ अहिले ऊ माथिबाट होला नि ऊ यहाँबाट हो क्या चोरेर गएको किनभने हेर न ऊ डामै खाबे हो त्यो मुखेर कस्तो गाना थियो अनिलको हो गाडा चोरहरू त हो एक प्रकारको रौटीहरू अनि टक्क लाएर यस्तो गेट त वाङ्गै हेर्नु न उता चक्क केटाहरू मस्त मुख धुँदै बस्यो कि चटक्क लाएर गाडामा फ्रार भन्यो कि चट्ट लाएर अहिले चाहिँ हामी चाहिँ बलको लागि गेम हाउसमा इन्तजार कसैले सहयोग गरिदिनु मर्निङ भयो एक्सर्साइज बिहानको एक्सर्साइज दिमाग नभएकोहरूले बनाउने हामी चाहिँ आज चाहिँ बल पनि किनेर आइसक्यौँ अब आज चाहिँ बेलुका चाहिँ रमझम हान्नुपर्छ स्पाइक हान्दैन बेबोले फेरि अब चाहिँ गएर हान्नुपर्ने हुन्छ है त
अनि आज चाहिँ फाइनली हामी चाहिँ घर आइसक्यौँ। अब घरमा चाहिँ म एक्लै छु होइन। अब च्याट लाएर अब ड्रेसअप पनि खोल्नुपर्ने हुन्छ। यिनीहरूको अरे म्यासेज पनि बज्दैछ। धेरै दिनपछि अन गयो नि त फेरि, धेरै दिन के भन्ने 24 घन्टा अनि निन्द्रा नपुगेर आँखा पनि कस्तो फुलेको छ नि त। अब सुत्नुपर्ने हुन्छ। अब बेलुका बल खेल्न जानुपर्ने हुन्छ। बल पनि किनेर ल्याएको छौँ। अब बेलुका चट्ट लगाएर म चाहिँ घरतिर आइसक्यो। तल बेलुकातिर आइसक्यो। अनि चट्ट हल्का गर्मी भएर चाहिँ यस्तो कोकसोक खाँदै आउँदैछु। यस्तो राति भइसक्यो कि फेरि माहौल पनि है। अब टक्क घर जानुपर्ने हुन्छ, खाना खानुपर्ने हुन्छ। अहिले त अलिक घर गएर भेटौँ। गाइज आजलाई भ्लग यति नै हुन्छ। लाइक कमेन्ट गर्न नभुल्नु। बाई बाई।